कान्छी हजुर तिमी के गरेको? म यहाँ बाख्रालाई घाँस छासेको? भारी पुग्यो। पुग्न आँट्यो अब लाएर जानुपर्छ। जिन्दगीले अनौठो मोड दियो। मेरी सानो कहाँ लागि छोडिदियो आफूसँग आफै हारे म मैले जुनलाई सोधिन अब कसलाई सोधौँ तिम्रो बारेमा। यत्रो यत्रो रुखमा पसेर हाम्रो देउरानी नानीले घाँस झार्छिन्। खान्छ होला नि यो चिलाउने पनि। खान्छ सफ लैजाने सफ। अब उड्यो नि त। अब घाँस छासिसकेको अवस्था। अब भारी लाउने हाम्रो कान्छीले भारी लाउँछिन् अनि म त आनन्द बस्ने हो नि। दिदी भएर बहिनीले काम गरेको गरेछ म चाहिँ बस्ने हो। भारी लगाइदिन्छन् अनि जाने घर भारी लाउने हो अनि भारी बोक्ने हो जाने हो। कत्रो जङ्गल देखिन्छ कस्तो दामी जङ्गल। पात झरेर केही छैन र